हेलो वेलकम छ है मेरो युट्युब च्यानलमा। सबै सन्चै आरामै हुनुहुन्छ होला। कहाँदेखि हेर्दै हुनुहुन्छ, कस्तो के लाग्छ कमेन्ट गर्नु होला। अहिले चाहिँ म साउदीको हल्का यहाँको नियम कानुनको बारेमा थोरै जानकारी दिन जाँदैछु। कस्तो के लाग्छ भन्नु होला। खासै धेरै त मलाई पनि केही थाहा छैन, तर जति थाहा छ रोडको बारेमा तपाईहरुलाई बताउँछु। सायद सबै जान्नेहरूलाई त सजिलो नै छ होला, तर पहिलोचोटि आउने मान्छेहरूलाई चाहिँ केही सहयोग हुन सक्छ। यहाँको क्यामेराहरूको बारेमा कुरा गरौँ है त। जस्तै अब हामी चाहिँ ओभर स्पिडको भयो, अब कता साइड राखेको हुन्छ, हिँडिरहेको देखिरहेको मान्छेहरूलाई त थाहा हुन्छ यतिमा क्यामेरा छ, यहाँ थिम गएर सोलो गर्छु भन्ने हुन्छ। तर थाहा नहुने मान्छेहरूलाई चाहिँ थाहा हुँदैन नि त। त्यसैले साइडमा देखाएको हुन्छ, जस्तो क्यामेरा अब अगाडि आउन सक्छ है भन्ने हुन्छ। त्यो बोर्ड देखेपछि चाहिँ अब साइडमा स्पिडको लिमिट पनि देखाएको हुन्छ। जस्तै यो हेर्न सक्नुहुन्छ, 120 को स्पिड छ। 120 को स्पिड छ भनेपछि 120 मा देखि माथि जान चाहिँ भएन। 120 देखि 120 सम्म भयो, 120 देखि थोरै मुनि हिँड्दा पनि केही हुँदैन। अनि साइडमा चाहिँ एउटा बोर्ड, यस्तैमा एउटा बोर्ड पनि हुन्छ क्यामेराको। क्यामेरा देखाएपछि चाहिँ बुझ्नु कि थोरै अगाडि कतिमा अब क्यामेरा छ भन्ने थाहा हुँदैन, तर हुन सक्छ त्यहाँदेखि चाहिँ थोरै स्पिड कममा हिँड्नु। त्यस्तो अलिक कममा हिँड्नु भयो भने सजिलो हुन्छ। अनि अब यो रोड अब कुनै ठाउँमा तीनटा त नर्मल हुन्छ नै धेरै जसो ठाउँमा मेन रोडमा। अनि कुनै ठाउँमा अब 4वटा 5वटा रोडको लाइन पनि हुन्छ। जस्तै अब तपाईँ चाहिँ अब दाहिने साइडको सम्झिनु न, सबैभन्दा पहिला भनेको एकदम सोलो हुन्छ। त्यसदेखि यति यताको अलि फास्ट, त्यहाँभन्दा अलि यता अलि फास्ट, अनि सबैभन्दा उताको चाहिँ स्पिड नै हुन्छ। अब धेरै जसो त्यहाँ चाहिँ स्पिडमै हिँड्ने मान्छेहरू मात्रै हिँडिरहेको हुन्छन्। त्यसैले आफू चाहिँ बिच लाइनबाट हिँड्ने हो भने सजिलो हुन्छ। अब आफू सिधा जान छ भने बिचमा हिँड्नुहोस्, त्यही हिसाबले आफ्नो हिसाबले सरासर जान पाइन्छ। स्पिडमा आफ्नै हिसाबले हिँड्न पाइन्छ। धेरै स्पिडमै हिँड्नुपर्छ भन्ने पनि छैन। ठिक्क आफूले अब कतिमा कन्ट्रोल गर्न सकिन्छ त्यही हिसाबले हिँड्न पाइन्छ। अब सबैभन्दा सुरुको अब दाहिनेको साइड हिँड्नुभयो भने चाहिँ सोलो हिसाबले आफ्नो कसरी हिँड्न मन छ त्यसरी नै हिँड्न पाइन्छ। अरूको गाडीको लाइनको हिसाबले हिँड्ने पनि भइहाल्यो। त्यो साइडमा चाहिँ आफू दाहिने साइड जान छ भने चाहिँ त्यो लाइनमा हिँड्यो भने सजिलो हुन्छ। अब कुनै भिड भएको ठाउँमा चाहिँ आफू पहिलोचोटि हो भने घुस्नलाई चाहिँ साह्रै गाह्रो हुन्छ। किनकि अब आफूलाई रोड थाहा भएपछि अब कसरी घुस्ने छ भन्ने आफूलाई कन्ट्रोल सबै कुरा थाहा भयो भने चाहिँ आफू त घुस्न सकिन्छ, त्यही हिसाबले हिँड्न पाइन्छ। अब सुरुमा चाहिँ हो भने थाहा हुँदैन नि त। अब यहाँ के भन्छ अरे ओभरटेक गर्नलाई खासै दिँदैनन्, अब किनकि सबै नै छिटोमै हिँडेका हुन्छन्। त्यसरी खासै घुस्न नदिन सक्छन्। त्यही हिसाबले आफ्नो लाइनमा कता जाने हो त्यही लाइनमा बसियो भने सजिलो हुन्छ। किनकि अब यहाँ त अब मेन रोडमा धेरै जसो गाडी अब धेरै नै हुन्छ, खासै घुस्न पनि राम्रोसित दिँदैनन्। अब आफू चाहिँ हल्का बढी च्यापेर सुस्त घुस्दै गयो भने सजिलो हुन्छ। अब आफूलाई थाहा हुन्छ नि त, अब यतिदेखि आफू घुस्न अब यता जान छ है दाहिने साइड भने आफ्नो दाहिने साइडमै बसिरहेपछि सजिलो हुन्छ। आफू देब्रे साइड जान छ भने चाहिँ देब्रे साइडतिरै बस्दा राम्रो हुन्छ। अब कता जाने हो, कुनै ठाउँमा अब सम्झिनु युटर्न लिन छ भने चाहिँ कुनैको दाहिने साइड नै देब्रे साइड नै हुन्छ, कुनै चाहिँ दाहिने साइड नै हुन्छ। धेरै जसो चाहिँ मेन रोडमा दाहिने साइड नै हुन्छ। किनकि कुप्रीबाट युटर्न हुन्छ। अनि जस्तो दाहिने जान पर्यो, देब्रे जान पर्यो भने चाहिँ यता दाहिने साइड नै हुन्छ, पुरै दाहिने साइडतिर नै हुन्छ धेरै जसो त। अब यहाँ चाहिँ अब हामीले चाहिँ अब नेपालमा पुल भनेर चिन्छौँ भने यहाँ चाहिँ अब कुप्री भनेर चिन्छन्।
अब पहिलोचोटि तपाईँ आउँदै हुनुहुन्छ भने अब यहाँ चाहिँ अब देब्रे जान छ भने यासोर भन्छन्, जस्तै सम्झिनु। अब दाहिने साइड जान छ भने यामिन भन्छन्। त्यसरी नै अरूले भनेको बुझ्नुभयो भने सजिलो हुन्छ। यासोर र यामिन चाहिँ जान्नुभयो भने राम्रो हुन्छ। अब जस्तै हेर्नु, यो पुल भयो, अब यहाँ त अब कुब्री भन्छन् यस्तैलाई। अब यहाँ आफू कता जाने, दाहिने साइड या देब्रे साइड, त्यो हुन्छ। अब युटर्न लिनलाई चाहिँ यसको माथिदेखि छ, म चाहिँ अब दाहिने साइड नै जानुपर्छ म जाने चाहिँ। अनि यही हिसाबले हिँड्नु होला हल्का। अब कहिलेकाहीँ पहिलोचोटि आउनेहरूले भिडियो हल्का हेर्नुभयो भने चाहिँ थोरै सजिलो नै हुनसक्छ। थोरै कस्तो के लाग्छ कमेन्टमा लेखिदिनु होला। अब हुन त मलाई पनि खासै थाहा त छैन धेरै, लगभग 1 वर्ष जति भयो। कुब्री अब आफू जान छ युटर्न लिन भने अब यता तलदेखि जानुपर्छ यासोर यामिन जानलाई, होइन आफू सिधा जान छ भने माथिदेखि गए पनि हुन्छ सिधा, कुब्रीको माथिदेखि। होइन युटर्न लिन छ भने यता तल साइडबाट हो यो, यहाँदेखि चाहिँ यासोर यामिन जानलाई चाहिँ यहाँदेखि तलदेखि युटर्न चाहिँ तलदेखि छ। किनकि अब पहिलोचोटि आउनेहरूलाई थाहा हुँदैन, अनि पछि एकैचोटि सम्झिनु, एकैचोटि कसैले भन्छ ल यासोर जानु पऱ्यो भन्यो भने यासोर जानु पऱ्यो भन्यो भने चाहिँ अब तल आउनलाई त आफूलाई थाहा हुँदैन त, कतादेखि यासोर लिने हो, कतादेखि यामिन लिने हो। त्यसैले नै हल्का भिडियो हेर्दै गर्नुभयो भने तपाईँलाई सजिलो हुन्छ। कि अब कुब्री आयो भनेपछि सम्झिनु कुनैको दाहिने साइडदेखि नै हुन्छ, धेरै जसोको कुनै देब्रे साइड नै हुन्छ। त्यही हिसाबले आफूलाई थाहा हुन्छ नि त, कुब्री देखेपछि अब कता साइडतिरबाट रहेछ जाने भन्ने थाहा हुन्छ। सायद धेरै जसो नै दाहिने साइड नै छ होला, दाहिने साइडदेखि नै हुन्छ कुब्रीको लागि। अनि कुब्री यासोर युटर्न कुब्रीको मुनिदेखि नै हुन्छ सबैको, धेरै जसोको माथिदेखि नै हुन्छ, कसैको मुनिदेखि हुन्छ, कुब्रीको मुनिदेखि हुन्छ, कुनैको कुब्रीको माथिदेखि हुन्छ। अब तपाईँले कुब्री देखेपछि थाहा हुन्छ। अब युटर्न लिनलाई अब त्यहाँ देखाएको हुन्छ बोर्डमा कतादेखि युटर्न लिने भनेर देखाएको हुन्छ। त्यो बोर्ड देखेपछि अनि आफ्नै साइडमा कता जाने हो आफू जानलाई, अब दाहिने साइड बस्नु छ देब्रे साइड बस्नु छ, त्यो देखेपछि थाहा हुन्छ नि त, अनि त्यही साइडमा बस्नु सजिलो हुन्छ। अब चाहिँ क्यामेरातिर जाउँ। यहाँको फाइन क्यामेरामा अब जस्तो तपाईँलाई ओभर स्पिडको फाइन भनेको सम्झिनु 200 छ होला। मलाई त फाइन आएको छैन, त्यही भएर खासै मलाई फाइनको मैले सुनेअनुसार चाहिँ 200 छ ओभर स्पिडको फाइन भन्ने सुनेको। 200 रुपियाँ ओभर स्पिडको। जस्तै रेड लाइन भनेको अब जस्तै तपाईँहरूलाई इसारामा अब रातो बोल्नभन्दा अगाडि प्यालो बोलेको हुन्छ। अब प्यालो बोल्दा बोल्दै हुन्छ नि त, तपाईँलाई कट्छु म भनेर तपाईँ ट्याक्क जेब्रा क्रसिङ भन्दा यता नै रातो बोल्यो भने तपाईँलाई चाहिँ यहाँको 3000 फाइन। 3000 फाइन यहाँको भनेको नेपालको अहिलेको लागि चाहिँ कति 120 छ, 120 दिनुपर्छ नेपालको लागि। प्यालो बोलेपछि सोलो गर्ने नै हुन्छ, सोलो गर्ने, त्यसपछि रातो बोल्छ, रातोपछि हरियो बोल्छ, त्यसपछि जाँदा हुन्छ। आजको लागि यति नै। कस्तो के लाग्छ कमेन्ट गर्नु होला। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। यही नै भन्छु। फेरि अर्कोचोटि चाहिँ लिएर आउनेछु। अर्कोचोटिको लागि अर्कोचोटि चाहिँ योभन्दा अलि बेस्ट नै लिएर आउनेछु। ठिकै छ। नयाँ कोही हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। यो भिडियोलाई चाहिँ पुरै हेरिदिएर सपोर्ट गर्नु होला। कस्तो के छ कमेन्ट गर्नुहोस्।